साथीहरु यो चाहिँ मेरो फ्रिज हो हैन यो फ्रिज भित्र चाहिँ के छ त हेरौँ है त ल हेर्नुस् है यो फ्रिज भित्र चाहिँ यी तल्लो खानामा हेरे पनि टमाटरै टमाटर छ माथिल्लो खानामा हेरे पनि टमाटरै टमाटर छ अब यो टमाटरलाई चाहिँ के गर्ने होला भनेर सोचिरहेको छु कि मैले यो चाहिँ घरैको टमाटर हो कि यत्रो एक हप्तासम्म पनि खाएर भ्याउँदैन हैन अब बजार गर्न लैजाउँ भने पनि बजारमा पनि त्यस्तै सस्तो यो टमाटरलाई चाहिँ अब म काटेर सुकाउँछु भनिरहेको छु है त हेर्नुस् त लोकल टमाटर यो चाहिँ सानो लोकल टमाटर हो यो चाहिँ ठुलो टमाटर हो तर यो पनि घरै फलेको यो पनि घरै फलेको अब यति धेरै खाएर भ्याउँदैन यो सुकाएर राख्यो भने पछिलाई पनि खानु होला भनेर सोचिरहेको छु मैले गुड आफ्टरनुन मेरो छोरी पनि स्कुलबाट आइन् भर्खर मैले फेरि यहाँ काम गरिरहेछु यो टमाटरलाई काटेर सुकाउनु पर्छ भनेर यसै बर्खा लाग्दाखेरि खाना हुन्छ किन वेस्ट गर्ने यस्तो काममा व्यस्त छु नास्ता पहिला हात धो चिटिक्क पर मेकअप गरेर रोटी बनाइदियो रोटी चटनी टिमुरको चटनी लोकल टमाटर हालेर वाउ खाऊ झमाझम दुईटा दिदीले राख्दियो तीनटा तिमीले खाऊ दिदी रोटी खासिन्छ मेरो यस्तै सपना मैले चाहिँ यो टमाटर काटेर मजाले यस्तो तरिकाले सुकाइछु यो हो हाम्रो खुर्सानी बारीमा विष्णु सुनाले खुर्सानी टिप्दै यो चाहिँ हाम्रो लोकल सिस्नो साथीहरु कोलाई पोल्छ यो लोकल सिस्नो अरे हेर पाहाडतिर कति बाटो हुन्छ यहाँ यत्रो सिस्नो देख्दा पनि खुसी हुनु पर्ने अचम्म है ए पानी परेपछि जताततै हरियै भयो ए तिमी के पागल होइ के दुईटा खुर्सानी नखोल्दा टिप्न भन्ने ए रातो खुर्सानी के बरु हेर न उहाँ काँक्रा फलेर अचार खाने भइसक्यो रहेछु ए यहाँ तिते करेलाको झाल आमा घरतिर कति धेरै हुन्